हेलो गाइज नमस्ते। जब पहिला गाउँको मान्छे पहिलोचोटि सहर आउँछ नि कस्तो रियाक्सन गर्छ है आज त्यो बारेमा हामी तपाईँलाई चर्चा गर्नेछौँ। तपाईँ पनि कल्पना गर्नु होला कि म पहिलोचोटि सहर आउँदा कस्तो रियाक्सन थियो मेरो, कति मनमा डर थियो, कति हुन्छ नि एक्साइटेड थियो भनेर। बसबाट सहरमा ओर्लिन्छ होइन, सहर पुग्छ, उसको रियाक्सन हुन्छ क्या। बसबाट ओर्लिँदाखेरिको रियाक्सन, बाहिर ओर्लिन्छ अनि भन्छ ओ यार यहाँका घरहरू त यार आकाश छोए जस्तो छन् त यार, भत्किने जस्तो छन् त यार भन्छ क्या। मान्छेहरू यार कता कता दौडिरहेको छन् त यार, वरिपरि हेर्न पनि कन्फ्युज हुने, कसरी बस्ने होला यो सहरमा, यो सहरमा त एकदम गाह्रो छ यार भनेर सोध्छ क्या उसले। अनि अरू गाउँ आएर होइन रियाक्सन हुन्छ। अनि त्यहाँ कोही साथीभाइहरू छन् भने के भन्छन्, तँ त यार क्या फोरी छस् यार, तेरो लागि कुनै कपडा खरिदिन पर्यो, कुनै सपिङ सेन्टर महलमा जान पर्यो भनेर उसलाई सपिङ गराउन लग्छन् क्या। उसको रियाक्सन हुन्छ क्या जब लिफ्टमा चढ्ने रियाक्सन हुन्छ। लिफ्ट अगाडि पुग्छ नि सोध्छ उसले, ओ ल यो सिडी त आफै चल्छ यार भनेर। साथीहरूले भन्छ चढौँ न, माथि जाउँ न, लिफ्टबाटै जाउँ न भन्छ। उसलाई चढौँ कि नचढौँ, चढौँ कि नचढौँ, लड्ने हो कि, कन्फ्युज हुन्छ क्या ऊ। यताउति खुट्टाहरू पनि कन्ट्रोल नहुने क्या, यताउति हल्लिने अनि लडिन्छ कि भन्ने धेरै डर हुन्छ क्या मनमा। सपिङ गरेर आइसकेपछि उनीहरूको के हुन्छ कि अब भोक लाग्यो केटाहरू, अब खाना जानुपर्छ, केही न केही खाना या केही नास्ता खाना जानुपर्छ भन्छ कि। उसको रियाक्सन के हुन्छ, दाजु एक प्लेट भात दिनुहोस् न भन्छ, भात दिनुहोस् त भन्छ। रियाक्सन हुन्छ, सर यहाँ बर्गर हुन्छ, अनि यति भात खाएर पेट भरिन्छ त, यति सानो भात खाएर पेट भरिन्छ त, फेरि मिल्छ कि मिल्दैन दाइ भनेर रियाक्सन गर्छ। उसलाई खाइसकेपछि अनि गाह्रो एउटा चिज के हुन्छ भने रोड क्रस गर्न के, रोड क्रसिङ गर्न गाह्रो के हुन्छ भने यो रोड कसरी काट्ने भनेर पुरै कन्फ्युज हुन्छ क्या। अनि सोध्छ कसैले, दाइ यो रोड कसरी काट्ने भनेर सोध्छ क्या। अनि गाईमा भन्छ क्या, अनि गाउँमा त गाई मात्र आउँछ भन्छ क्या, गाउँमा त आउँछ, ड्राएर वहीँ उभिरहन्छ क्या। यस्तो कन्फ्युज हुन्छ, यस्तो गाडी चलिरहेछन्, यस्तो भिडभाड छ, कसरी जाने हो, कसरी क्रस गर्ने हो, गाडी बाइकले ठक्कर दियो भने मर्छु होला भनेर पुरै उसलाई कहाँबाट क्रस गर्ने, कसरी रोड क्रस गर्ने भनेर केही थाहा हुँदैन। र साथीहरू, सहरमा आउँदा सबैलाई पहिलोचोटि यस्तै हुन्छ। हामी गाउँबाट आएको मान्छेलाई होइन, सहरमा आउँदा यस्तै हुन्छ। अनि तपाईँ कस्तो हुनुहुन्थ्यो, अनि तपाईँको एक्सपिरियन्स बताउनु क्या। तपाईँ कस्तो हुनुहुन्छ, तपाईँको एक्सपिरियन्सहरू कस्तो थियो कमेन्टमा बताउनु होला है।